हरेक वर्ष मनाउँदै आएको दीपावलीको देउसी भैलो कार्यक्रममा म लगायत मेरा प्यारा सम्पूर्ण भाइ बहिनीहरू सहभागी भई यस बलिराजा भैलो समूहले यस वर्ष पनि मिति 2082 7 महिना यति गतिका दिन हजुरहरूको घर दैलोमा आउने अनुमति माग्दछौ। साथै देउसी भैलो कार्यक्रमबाट प्राप्त दान दक्षिणा रकमलाई अपाङ्ग, गरिब एवं आश्रममा बसेका व्यक्तिहरूलाई खाना तथा कपडाको सानो सहयोग जुटाउन गरेकाले सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। साथै यो भिडियो बनाउनुको कारण यो छ कि देश विदेशमा रहनुभएका मेरा दाजुभाइ दिदीबहिनीहरूलाई यो सन्देश दिन चाहन्छौँ कि हामीहरू नेपालगञ्जमा रहेका हाम्रा यी साना साना भाइ बहिनीहरूले नेपालगञ्जमा रहेको नीलसागर आश्रमलाई चाहिँ यस वर्ष चाहिँ हामीले उठेको दान दक्षिणाबाट कपडा दान दिनको लागि हामीले भैलो खेलिरहेका छौँ। हरेक वर्ष नै हामीले भैलो खेलेर प्राप्त भएको दान दक्षिणा चाहिँ अन्न दान गर्थ्यौँ भने यस वर्ष चाहिँ अलिकति फरक ढङ्गले कपडा चाहिँ दान दिनको लागि हामीलाई चाहिँ अलिकति सहयोग जुटाउनु पर्ने छ। थोरै पैसाले हुँदैन। त्यसकारणले यदि इच्छुक हुनुहुन्छ भने जो कोही पनि हामीलाई चाहिँ सहयोग गर्न सक्नुहुन्छ। मैले चाहिँ लास्टमा एउटा क्युआर राखिदिनेछु। हामीहरूको दान चाहिँ 100 रुपिस मात्रै हुनेछ, 100 रुपियाँ मात्रै। 100 रुपियाँ मात्रै हालिदिँदा पनि हामीलाई तपाईहरुको सानो मद्दत पुग्न जान्छ। हामीले चाहिँ यस वर्ष भैलो खेलेर चाहिँ उहाँहरूलाई कपडा न्यानो कपडाहरू दिनको लागि एकदमै सोच बनाइरहेको छौँ हैन। अब म लगायत मेरा भाइ बहिनीहरूले एकदमै मेहनत गरिराख्नु भएको छ। बिहानदेखि साँझसम्म खटिराख्नु भएको छ। अनि त्यसकारणले हजुरहरूको सानो मद्दतले चाहिँ हामीहरूले चाहिँ उहाँहरूको सानो खुसी चाहिँ किन्न सक्छौँ अथवा दिन सक्छौँ जस्तो लाग्छ मलाई। अब सदैव हामीले चाहिँ अन्नदान गर्थ्यौँ। यस वर्ष चाहिँ हामीले चाहिँ अब उहाँहरूलाई लुगा दान दिने हाम्रो निर्णय भएको छ हाम्रो समूहको। त्यसकारणले चाहिँ म चाहिँ सानो नम्र को साथ तपाईहरुलाई चाहिँ यो सन्देश दिन चाहन्छु कि हजुरले इच्छा अनुसारको दान गरेर हामीलाई चाहिँ यो हाम्रो यो योगदान अथवा हामीले गरिरहेको यो सोच, हामीले यो गरिरहेको समूहलाई चाहिँ साथ सपोर्ट दिन एकदम अनुरोध गर्दछु।